हाम्रो नेपाली समाजमा छोरी भएर जन्मदा घरमा धेरै नै खुसी हुन्छन्, तर सँगै धेरै नियमहरू पनि सुरु हुन्छन्। सानो हुँदादेखि नै सिकाइन्छ, धेरै नबोल, सह नसिक, पहिले घर सम्झ, आफ्नो आमा बुवा सम्झ, परिवार सम्झ, श्रीमान सम्झ, छोराछोरी सम्झ, अनि बाँकीमा चाहिँ अन्तिममा चाहिँ आफ्नो बारेमा सम्झ्यो। पहिला चाहिँ त्याग गर्न सिक्नुपर्छ भनेर सिकाइन्छ। तपाईँहरूले कहिले नोटिस गर्नुभएको छ, छोरीलाई बलियो बन्नुभन्दा शान्त बन्न सिकाइन्छ। ठुलो सपना देख्दा पनि मनभित्रै प्रश्न आउँछ, घरले के भन्छ, निर्णय लिन खोज्दा समाजले के भन्छ भनेर प्रश्नहरू आउँछन्। तर साँच्चै भन्नुहोस् त, यदि हामीले सधैँ अरूको मात्रै आवाज सुन्यौँ भने आफ्नो मनको आवाज कहिले सुन्ने? धेरै पटक हामीले आफूभन्दा अरूलाई रोज्छौँ, आफ्नो मन दबाउँछौँ। कहिलेकाहीँ त आफ्नो खुसी खोज्नु पनि स्वार्थ हो कि जस्तो लाग्छ। अनि जीवनको कुनै बेला कसैले मिठो बाचा गर्छ, मिठो कुरा गर्छ, एउटा मिठो महसुस गराउँछ, अनि हामी पत्याउँछौँ, किनकि हामीलाई साथ चाहिएको हुन्छ। त्यो बेला त्यो महसुस पनि चाहिएको हुन्छ। तर बिस्तारै बुझिन्छ, त्यति बेला थाहा हुन्छ, महसुस हुन्छ। शब्द त्यति बेला भन्ने बेलामा, व्यक्त गर्ने बेलामा एकदमै सजिला हुन्छन्, तर व्यवहारिकमा चाहिँ एकदमै गाह्रो हुन्छ। हात समाउने, फोटो खिच्ने क्षण मात्रै होइन, गाह्रो बेलामा पनि नछोडिने साथ नै साँचो साथ हो। जब पटक पटक व्यवस्था हुन्छ, मनभित्रैबाट चिरिन्छ, अनि एक दिन यस्तो महसुस हुन्छ, आफूलाई हराएर कसैलाई जित्नु भनेको आफ्नै हार रहेछ। त्यसपछि थाहा हुन्छ, छोरी भएर जन्मिनु कमजोरी होइन, महिला भएर बाँच्नु बोझ होइन। हामीलाई कमजोरी बनाउने त त्यो डर हो, मान्छेले के भन्छन्। हामीलाई कमजोरी बनाउने त त्यो डर हो, मान्छेले के भन्छन् भन्ने कुरा। साँच्चै अगाडि बढ्ने हो भने एउटा कुरा सिक्नुपर्छ, आफूलाई प्राथमिकता दिनुपर्छ, आफूलाई अगाडि राख्न सिक्नुपर्छ, सक्नुपर्छ। यसको मतलब परिवार छोड्नु होइन, आफ्ना मान्छेसँग टाढा हुनु पनि होइन, तर आफ्नो सपना मारेर बाँच्नु पनि त ठिक होइन। आफूलाई चाहिँ प्राथमिकतामा राख्नुपर्छ, कसैलाई केही हानि नोक्सान नबनाइकन सुझबुझका साथ। आर्थिक रूपमा बलियो हुनु धेरै जरुरी छ। अहिलेको जमानामा चाहिँ जब आफ्नो कमाइ हुन्छ नि, तब तपाईँको निर्णयको, तपाईँको आवाजको एउटा बलियो पकड हुन्छ, तपाईँको निर्णयको एउटा महत्त्व राखिन्छ त्यो कुरामा। त्यही भएर आर्थिक रूपमा पनि एउटा बलियो बन्नु जरुरी हुनै हुन्छ। जुन बाटो तपाईँहरूले रोज्नुभयो, बाटो सजिलो हुँदैन, गलत फहमीहरू आउँछन्, अप्ठ्याराहरू आउँछन्, दुनियाँका कुरा लाग्छन्, कतिले साथ छोड्छन्, कहिलेकाहीँ एक्लोपन पनि धेरै सताउँछ। तर त्यही एक्लोपनले सिकाउँछ तपाईँलाई, त सोचे जस्तो कमजोर छैनस्, गर्न सक्छस्, अगाडि बढ भनेर तपाईँमा त्यो एक्लोपनले महसुस गराउँछ। हामी सधैँ पूर्ण हुँदैनौँ, हामी रुन्छौँ, थाक्छौँ, कहिलेकाहीँ हिम्मत पनि हारिन्छ। तर आँसु पुछेर फेरि उठ्न सक्नु, त्यही नै हाम्रो असली शक्ति हो। एकदमै सानो तर ठुलो कुरा, कसैबाट बाचा मागेर बाँच्नुभन्दा आफैसँग बाचा गरेर बाँच्नु राम्रो हुन्छ। आफूलाई कहिले नछोड्ने, आफ्नो सपना नमार्ने, डरभन्दा सपना ठुलो देख्ने, आफ्नो स्वतन्त्रता देख्ने, आफ्नो मनको भावना बुझ्ने। अन्त्यमा यति भन्छु, हामी अरूले लेखेको कथा होइनौँ, हामी आफैले लेख्दै गरेको जीवन हौ। त्यसैले अरूले के भन्छ भनेर होइन, आफ्नो मनले के भन्छ भनेर एकपटक बाँचेर हेर। प्रणय दिवसको शुभकामना। नमस्ते।